मलाई धेरैजनाले कमेन्ट गर्नुभएको थियो मेरो फेसमा एकदमै बेसी चाया पोतो छ, के गर्नुपर्ने दी र मेरो फेस ड्राई पनि छ भनेर पनि कमेन्ट गर्नुभएको थियो कतिजनाले है। र यो भिडियो चाहिँ उहाँहरूको लागि हो। यो चाहिँ फेसियल चाहिँ 0 खर्चमा तपाईँले घरमा बसेर मजाले गर्न सक्नुहुन्छ। यो फेसियलले चाहिँ हाम्रो स्किनलाई एकदमै बेबी सफ्ट बनाउँछ, पिगमेन्टेसन पनि हटाउँछ र रिङ्कल्सलाई पनि हटाउँछ र हाम्रो स्किनलाई एकदमै हाइड्रेट राख्छ, ट्यानिङ पनि रिमुभ गर्छ र अहिले गर्मी महिनामा त धेरै नै ट्यानिङ हुन्छ घामले गर्दाखेरि है। र यो फेसियल चाहिँ एकदमै बेस्ट हो। र आज चाहिँ म बनाना स्टेप बाई स्टेप फेसियल गर्न गइरहेको छु र यसको लागि चाहिँ हामीलाई चाहिन्छ मेन इन्ग्रिडियन्ट्स चाहिँ बनाना। यसलाई चाहिँ हामीले पेस्ट बनाउनु पर्ने हुन्छ र यसलाई चाहिँ तपाईँहरूले मिक्सर ग्राइन्डरमा पनि पेस्ट बनाउन सक्नुहुन्छ। मैले चाहिँ बटुकामै मजाले बनाएँ है। र बनाइसकेपछि हाम्रो फर्स्ट स्टेप हो क्लिन्जर। क्लिन्जरको लागि मैले बनाना पेस्ट लिएँ, त्यसमा मैले एड गरेँ लेमन जुस र यसले चाहिँ मैले मजाले मसाज गरेर 5 मिनटसम्म मसाज गरेर मैले यसलाई क्लिन गरेँ। क्लिन गरिसकेपछि अब पालो आयो स्क्रबको र स्क्रबको लागि मैले लिएँ बनाना पेस्ट र त्यसमा मैले एड गरेँ चामलको आँटा है। र त्यसलाई मजाले मिक्स गरेर चाहिँ मैले मजाले फिङ्गर टिप्सले चाहिँ मजाले 10 मिनटसम्म हल्का हातले रब गरेर चाहिँ मैले यसलाई रिमुभ गरिदिएँ स्क्रबलाई। र त्यसपछि अब पालो आयो मसाज क्रिमको र मसाज क्रिमको लागि मैले फेरि पनि बनाना पेस्टमै मैले हाफ टीस्पुन जस्तो मैले एलोभेरा जेल एड गरेर चाहिँ यसले मजाले आफ्नो फेसलाई चाहिँ 20 मिनटसम्म चाहिँ मसाज गरेँ र यसलाई मजाले मसाज गरिसकेपछि वास गर्नुपर्ने हुन्छ साथीहरू। र यो फेसियल चाहिँ यदि तपाईँहरूले 15मा या हप्तामा गर्नुभयो भने तपाईँहरूले आफै रिजल्ट थाहा पाउनुहुन्छ। यसले चाहिँ हाम्रो स्किन एकदमै राम्रो हुन्छ र हाम्रो फेसमा जति पनि दाग छ पिगमेन्टेसनको होस् या एक्नेको होस्, यसले यो फेसियलले चाहिँ बिस्तारै बिस्तारै रिमुभ गर्छ, 100% रिमुभ गर्छ। तपाईँहरूले चाहिँ एकपल्ट ट्राई अवश्य पनि गर्नुहोस्। र यसलाई चाहिँ मसाज गरेँ मैले है। मसाज गरिसकेपछि चाहिँ 20 मिनट बाद चाहिँ मैले यसलाई क्लिन गरेँ। र अब पालो आयो प्याकको र प्याकको लागि फेरि मैले चाहिँ बनाना पेस्टमै मैले यसमा एड गरेँ चन्दन पाउडर। यदि तपाईँकोमा चन्दन पाउडर छैन भने बेसन पनि एड गर्दा हुन्छ या हनी एड गर्दा हुन्छ। कतिजनाकोमा चाहिँ यत्रो लामो टाइम हुँदैन है, यत्रो लामो प्रोसेस गर्नु सक्नु हुँदैन र उहाँहरूलाई चाहिँ म भन्छु बनाना पेस्टमा चाहिँ हनी मिक्स गरेर लाउनुहोस्, एभ्री डे लाउनुहोस्, 100% तपाईँहरूको चाया पोतो जाती हुन्छ। थ्याङ्क यू सो मच।